सभापतिजीले मलाई सोध्नुभयो तपाईँ जाने अब हाम्रो अध्यक्ष राजेन्द्र लिङ्गेजी र ज्ञान साहेब नजाने हामी गुरुै थियो उहाँले तपाईँ जानुहुन्छ म त जाउँ के अरे अध्यक्ष मैले भने उहाँलाई अनि त्यसपछि मलाई चाहिँ त्यसो गएपछि म पनि मन गएको म सर्व यसो हेरेर जाँदाखेरि बस त्यहाँ चाहिँ नि के अरे मन्त्री यसो हेर्दाखेरि त यहाँ के अरे राजाको फोटो त्यसपछि ठुलो चाहिँ उही बराबरको चाहिँ नि दुर्गा प्रसादको फोटो ओहो यो त खतम रहेछ भने म फर्के अनि त्यो यतातिर आउँदाखेरि त त्यो मान्छे आउँदै थियो मैले हुल चाहिँ भेटेँ यहाँ चाहिँ उसमा सिनामगरमा हुलको मान्छे आइरहेको थियो आउँदा त्यहाँ डराउने उहाँ पर्किसकेको आँसु ग्यास टेट ग्यास त्यहाँ सुरु हुनमै चाहिँ त्यहाँ मञ्चमै चाहिँ नि अब टेट ग्यास हानिदिइहाल्यो हेर्नुहोस् सुरु अब मैले भनौँ न त्यहाँ अन्त एक दुई ठाउँ फेरि त्यहाँ हालेँ हो त्यो चाहिँ हामीले इमान्दार कुरो गर्नु पर्ला आफ्नो कुरा माथिबाटलाई भन्नु हुँदैन हेर्नुहोस् कुरा चाहिँ नि सही सत्य कुरोबाट यसमा जाँच हुनुपर्ने जरुरी छ किनभने यो एक पक्षले मैले दोष जो लगाइरहेको छ यो गलत कुरो भएको छ राज्यले चाहिँ सञ्चारकर्मी मित्रहरूले मैले यो के अनुरोध गर्छु भने यो सत्य तथ्य आउनु पर्छ जो चाहिँ नि अहिले हाम्रो चाहिँ वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ हाम्रो चाहिँ नि के अरे महामन्त्रीजी मान्य महामन्त्री थुनामा हुनुहुन्छ त उहाँलाई जुन भयाभरको कानुन नेपालको भयाभरको कानुन सबै लगाइरहेछ अब उहाँहरूको त्यो हो कि भने पत्ता त लगाउनु पऱ्यो नि त